त्यही अब अहिले चाहिँ अब उपचार गर्न त्यो हल्का फुल्का पैसाले भ्याउँदैन रहेछ। अब 6-7 हजार पुगेर गयो। अहिले कहिलेकाहीँ जाँदाखेरि त्यत्तिकै सकिँदो रहेछ। नमस्ते दर्शकबिन। कतिचोटि हाम्रो जीवनमा चाहिँ हामीले सोच्दै नसोचेको कुराहरू आइपर्छ अनि कति कुराहरूको अभावको कारणले गर्दाखेरि चाहिँ ती कुराहरूमाथि अर्को अब के होला भन्दै अनि लाचार भएर त्यसलाई सहँदै बसिराख्नुपर्ने पनि हुन आउँछ। अनि यस्तै लाचार बनेर अब के होला भनेर पीडा सहँदै बसिराख्नु भएको एकजना भाइ हुनुहुन्छ अनि जसले चाहिँ हामीहरू मार्फत आफ्नो आवाजलाई तपाईँहरू समक्ष पुर्याउन चाहनु भएको छ। त्यस कारणले गर्दा भाइले हामीलाई फोन गरेर बोलाउनु भएको थियो र आज चाहिँ हामी भाइलाई भेट्नलाई भाइको घरमा आइपुगेका छौँ र भाइको आवाजलाई चाहिँ हामी यहाँहरू समक्ष राख्न चाहन्छौँ। भाइ तपाईँको आफ्नो आवाजलाई यहाँ राख्नुहोस्। हुन्छ, नमस्कार। मेरो नाम चाहिँ राजकुमार स्याङतान हो अनि म चाहिँ अहिले हेटवडा 19 बस्तीपुरमा अथवा क्याम्पा डाँडामा बस्छु। अनि अहिले लगभग 3-4 महिना भयो थलो परेको पनि। अहिले चाहिँ हिपमा समस्या भएको छ अनि एमआरआईहरू यताउता गर्दाखेरि त्यही स्टेज 3 को समस्या भएको छ भन्नुभएको छ। अपरेसन नगरी हुँदैन भन्नुभएको छ भन्नु चाहिँ डक्टरले। अनि अहिले खुट्टा सिधा गर्न मिल्दैन अनि प्राय खुम्चाएरै सुत्ने गर्छु। एक साइडपट्टि फर्किन मिल्दैन। अनि अहिले अब उपचार भनेको नै अब ती डक्टरले चाहिँ स्टिलै हाल्नुपर्छ भन्नुभएको छ। अनि ती स्टिललाई चाहिँ अब थोरै पैसाले हुँदैन। स्टिललाई मात्रै 3 लाख लगभग पर्दो रहेछ। अनि अब यताउता गर्दा 5-6 लाख धेरै नै खर्च हुने भएको कारणले गर्दा अनि म चाहिँ अहिले त्यही आर्थिक अभावकै कारणले गर्दा अनि अहिले चाहिँ यो स्थितिमा छु। दुखाइ चाहिँ एकदमै हुन्छ। कहिले अब अहिले चाहिँ छुन पनि सक्दैन अनि कहिले अब हल्का चलायो भने नि साह्रै दुख्छ। अनि मलाई चाहिँ उठाउन र सुताउनलाई चाहिँ एकजना अनिवार्य चाहिँ छ। अनि अहिले अब आफैले अब घरमा त्यही आर्थिक समस्या नै। अब मम्मीको कमाइ छ, अब घरमा त्यही हो नि। अहिलेसम्म त्यसरी नै अब मम्मीको कमाइबाटै खाएर छु। अब अलिअलि सक्दाखेरि चाहिँ आफैले काम गर्थ्यौँ। त्यही अब बालबच्चाहरूलाई भइरहन्थ्यो। अहिले चाहिँ अब उपचार गर्न त्यो हल्का फुल्का पैसाले भ्याउँदैन रहेछ। अब 6-7 हजार पुगेर गयो। अहिले कहिलेकाहीँ जाँदाखेरि त्यत्तिकै सकिँदो रहेछ। अनि यदि मैले चाहिँ यो स्टिल हाल्न पायो भने अहिले यो जुन अवस्थामा छ म हिँड्नै सकिरहेको छैन। अनि स्टिल हाल्यो भने चाहिँ म हिँड्न सक्छु। अनि मैले परिवारको लागि केही गर्न सक्छु। अनि यदि तपाईँहरूले सहायता गर्नुभयो भने स्टिल हाल्न सक्यो भने म चाहिँ हिँड्न सक्नेछु।